हेलो गाइस, तपाईँलाई स्वागत छ रमेश भ्लगमा। सो गाइस, तपाईँले भन्नु होला मैले 1 महिनामा कसरी 70 सब्सक्राइब कम्प्लिट गरेँ भन्नु होला। गाइस, युट्युबमा यो देख्नुपर्छ, युट्युबमा यहीले गर्दा सब्सक्राइब गाइस बढेको मेरो। अब तपाईँले मेरो 2-3 च्यानल थियो, तर मेरो युट्युबमा गएर हेर्नु भने आज म भ्लगको नल्याएर म आज अर्को ल्याउँदैछु। के ल्याउन चाहन्छु भनेपछि म अहिले 16 वर्ष भएको छु। म अहिले 9मा पढ्छु, श्री जनता नमुना खजिरा गाउँपालिका 3 स्कुलमा। अब म युट्युबमा खाली समय बस्नु नि, घरमा दिनमा 24 घन्टा हुनुपर्छ भने तपाईँ स्कुलमा गएर 7-8 घन्टा पढ्नुहुन्छ। 7-8 घन्टा पढेपछि घरमा आएर तपाईँ यस्तो साथीहरूसँग खेल्नुपर्छ। भक्क त 14-15 उमेर हुनुहुन्छ, तपाईँ खेल्नुपर्छ भनेपछि त्यो पनि गर्नुपर्छ कि युट्युबमा कोसिस गर्ने क्या सब्सक्राइब गर्नुलाई। युट्युबमा हल्का सब्सक्राइब गर्ने कोसिस गरेपछि तपाईँको 1 वर्ष नहोला, 2 वर्ष नहोला, 3 वर्ष पनि नहोला कि 4 वर्षमा तपाईँको युट्युबमा पैसा पनि आउँछ, इन्कम पनि हुन्छ। तपाईँ घर बसी अरूको देश जानै पर्दैन क्या। तपाईँ युट्युबमा सब्सक्राइब बनाउने हल्का हिम्मत दिने भनेको मलाई 2टा युट्युबरको नाम थाहा छ। 2टा युट्युबरमा मलाई म त्यसको तिनीहरूको भिडियो हेर्छु, त्यही मलाई यस्तो नलेज छ हल्का। अब धेरै भन्दैन, मलाई हल्का नोटिस छ। म त यो युट्युबरमा धेरै हेर्छु। त्यसको गाइस म भर्खर हेर्न लाग्छु। तपाईँहरू कस्तो लाग्छ गएर यसको हेरिदिनु होला। त्यही भएर भन्छु भने त अहिलेदेखि युट्युब कोसिस गर्नु, म पनि गर्छु। 16 वर्ष भएको छु, अब 20 वर्ष तक मेरो पनि युट्युबमा हुन्न भन्दैन। तर अब तपाईँलाई अब यो त अहिले कोसिस गर्नु नगर्नु भन्दैन, युट्युबमा कोसिस गर्नु। एक दिन एउटा युट्युब च्यानल मेरो थियो, त्यसमा के थियो भनेपछि रमेश भ्लग थियो। 300 कति सब्सक्राइब थियो। तर खै अब 2022मा के भएर 2080मा के भएर युट्युब च्यानल हरायो। अब खोजे पनि आन्न। अब मैले यो नयाँ युट्युब च्यानल खोल्छु रमेश भ्लग भन्ने। तपाईँ जानु, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु। मेरो भर्खर छ, मेरो नलेज पनि छैन। म त्यो पछि नै मेरो सानो मोबाइल छ, मेरो दाइको मोबाइल हो। म दाइको मोबाइलदेखि भ्लग बनाउँछु। उताहरू गएर अब युट्युबदेखि इन्कम आयो भने पैसा आएपछि म पनि एउटा मोबाइल किन्छु। तर यो भिडियोमा छिटोभन्दा छिटो सब्सक्राइब गर्नु, सेयर गर्नु। के भन्ने हो र, अहिले म 16 वर्षको छु। अब 20 वर्ष तक म कस्तो हुन्छु आफूलाई। हे रमेश, म 16 वर्ष छु, 9मा पढ्छु श्री जनता नमुना स्कुलमा। रमेश म अहिले पातलो छु। रमेश त मोटो भइहाल्छ होला। अब युट्युबर भयो भने त म भर्खर त 16 वर्ष छु। रमेश युट्युबमा छ युट्युब च्यानल छ होला। युट्युब च्यानल छ रमेशले पैसा कमाउँछ। अब म के भनौँ, तपाईँ बुझ्नु आफै ल। तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक गर्नु।